हेलो यो पछाडिको घर छ नि यो लिम्बूहरूको मौलिक घरहरू हैन हो त अनि यो लिम्बूहरूको मौलिक घर यो पाहाडमा दिदी यस्तो यस्तो कालो कमेरो कालो माटो हैन दिदी कालो माटोले झ्यालहरू बनाएर ढोकाहरू बनाएर यो चाहिँ अब हाम्रो पूर्वतिर प्राय लिम्बू जातिहरू अवस्थित हुनुहुन्छ अझै यो शिवसतासी नगरपालिकामा त अझै धेरै हुनुहुन्छ नि त जनजाति अब उहाँहरू अनि उहाँहरूको यो मौलिक घरहरू हो हैन सबै संस्कृति सबै जातिलाई हामीले सम्मान गर्नुपर्छ हैन सबैजना यो झापाको दोमुखा हो शिवसतासी नगरपालिकामा अवस्थित छ यो चाहिँ ठ्याक्कै यो चुरे पहाडको फेदी कन्काई माईको किनारमा अवस्थित छ हैन सबैजना आउनुहोस् नेपालभरिबाट कुनै दिन झापा आउने मौका मिल्यो भने यहाँ पनि आउनुहोस् यस्तो सांस्कृतिक कुराहरू पनि हेर्न पाउनुहुन्छ कन्काई माईको दर्शन पनि गर्न सक्नुहुन्छ हैन यतापट्टि कन्काई माई बगिराख्नु भएको छ अनि यो चाहिँ चुरे पहाड हाम्रो हैन यो त अब श्रृङ्खलै छ हैन प्लिज भिजिट गर्नु होला थ्यांक यू एभ्रीवन